हामी चाहिँ रुम्से झर्नामा आइसक्यो है। रुम्से हो न त्यही होला हेर न क्या बवाल छ झर्ना। हेर न भ्यू हेर न, लुक एट दिस भ्यू, क्या बवाल छ। फेरि पनि मेरो यो नयाँ भिडियोमा हजुरहरूलाई सबैजनालाई स्वागत छ है। मुख पनि घाँटी पनि बसेछ मेरो त चिसोले होला है। अनि हिजो हामी आएर बेनी बस्यो है। हिजोसम्मको ब्लग चाहिँ म हालेँ, खासै एडिट गरेर त हालेको छुइनँ, नर्मल्ली हालेको छु। बर्खाको बेला पानी परेको यो मोटो ब्लग गरेको त आएन है धेरै भिडियो। हामी चाहिँ यहाँ सामान प्याक गर्दैछौँ ढक्क है। सामान प्याक गरिसकेपछि उता नारायण छन्, यहाँ आउँदै हेर कपडाहरू छन्। अब प्याक गरेर चाहिँ हामी टक्क यहाँबाट पनि निस्किन्छौँ है। कस्तो हुन्छ हेर्दै जानु। अब सामानहरू टन्नै छ, बाइकमा बाँध्नु पर्यो। हल्का हल्का पानी परेको छ, झन्डाहरू पनि लगाउनु पर्यो पुरै है। अनि सक्सहरू हेर न 4-5 दिनसम्म सुक्दैन नि त। ल अब यहाँबाट पनि हामी जान्छौँ है। त जानी भन्दै यहीँ बस्दै गऱ्यो, टक्क जुत्ता पनि चेन्ज गरे हो म त। अब यहाँबाट हामी निस्किन्छौँ। निस्केर हामी चाहिँ आज बसेको बेनी कुन एभरेस्ट होटेलमा बसेको है। हामी चाहिँ सामान राख्थ्यो है, टक्क सबै छ हो। यो ब्यागमा पनि, यो ल्यापटप राख्ने ब्यागमा पनि सब अटाउँदो रहेछ हेर न। सब छ यसमा। चस्मा त यहाँ 3टा चावटा छन् नि। चस्माहरू टक्क। ल यहाँबाट पनि हामी अब जान्छौँ। त्यसपछि अब कहाँ गएर भिडियो बनाउँछु त्यहाँ गएर भेट्नुपर्छ है। गाइस हामी चाहिँ गाडी चाहिँ आयो है, सामान प्याक गर्छौँ। उता नारायणले बाइक धुँदैछन्, हिलो भयो छ, म पनि धुन्छु। आज चाहिँ विश्वकर्मा पूजा है, आज धुनुपर्ने हुन्छ। नभए पनि धुनुपर्छ हिलो भएको बाइक, आफ्नो गाडीलाई है सफा पनि राख्नुपर्छ, अलि स्वस्थ पनि गराउनुपर्छ। अब चाहिँ हामी बाइक धुन्छौँ अनि फेरि यहाँ एटिएममा जानु छ। टक्क हामी बसेको होटेल है, बवाल छ। हेर बाहिर हेर बेनीको बजार है। ल गाइस हामी चाहिँ हिँड्दै एटिएममा जानुपर्ने भयो है उता। यो चाहिँ बेनीको बजार हो टक्क। हेर न क्या बवाल छ। हामी चाहिँ ऱ्याङ्को ढोडेर 2टा भएर हेर न बाइक पनि धोइयो। अब चाहिँ पूजा गरेर बल्ल निस्किने हो हामी है। ल गाइस हामी चाहिँ यहाँ पेट्रोल हाल्दैछौँ है। पेट्रोल हालेर हामी फेरि यता जान्छौँ है। यता हामी टक्क उसले पेट्रोल हाले नारायणले, मैले हाल्छु। अनि फेरि हामी फेरि यहाँबाट लाग्छौँ अब मुक्तिनाथतर्फ। पेट्रोल हालेर पनि फेरि माथि आइयो हेर भ्यू हेर न झर्ना। यिन त सानो तिनो हो है बाटो। हेर बाटो त मुस्ताङ जाने हो गएर यतिको नभयो भने त काठमाडौँ मोजा पनि आउनु न। हेर यो खोला, यो त सानो खोला हो हेर न, बवाल छ है। यहाँबाट पनि हामी निस्किन्छौँ। फेरि अर्को ठुलो झर्ना, भाइरल झर्ना हेर्न जानुपर्छ। आउँदै हेर सानो सानो झर्ना। गाडी लिएर हिँडेपछि धेरै कुराको ध्यान दिनुपर्छ है। यो पनि बोकेर हिँड्ने गर है, चेनमा राख्नको लागि सर हो यसरी। यो पनि राख्नुपर्छ है चेन। होइन हानेकै छैन। उता पनि नारायण छन् है। अब यहाँबाट फेरि लाग्छौँ हामी, पानी परेको छ हेर न। लुक एट दिस भ्यू, क्या बवाल छ हेर न। घर हेर यस्तोमा के आएर बस्नुपर्ने। गाइस हामी चाहिँ गण्डकी नदीमा आएको छौँ है। हेर भाइरल ठाउँ, तिमीहरूलाई थाहा छ नि। हेर न ब्याक गरौँ, हेर उता गाडी आएको रहेछ, त्यहाँबाट बस्छु ब्याक गर्दैछ। हामी चाहिँ रोकेको है। बब्बाल मजा आएको छ, तर मोटो ब्लग गर्न पाएको छैन कि म फेरि। हेर न बवाल। भाइरल ठाउँबाट पनि रातो पानी भन्ने ठाउँमा आइसक्यो है। यहाँ थोरै नास्ता गर्छौँ अनि फेरि टक्क 2टा भएर जान्छौँ। गाडी उता छ, चाउचाउ खाएर जानुपर्ने कुरो हुन्छ है। यो चाहिँ टिमुरको छोप हो, यहाँको अर्ग्यानिक
अब चाहिँ हामी नास्ता खान्छौँ अनि फेरि लाग्छौँ है। हेर न पानी परेको छ त्यो हेर्नुभयो। ल गाइज हामी चाहिँ तातो पानी भन्ने ठाउँमा आइसक्यो है। रातो पानीदेखि तातो पानी भन्ने ठाउँमा आइसक्यो। हेर न होटेल क्या बवाल छ है। हेर ल यहाँ चाहिँ ट्राफिकहरू हुनुहुन्छ है। हेर न क्या बवाल छ। ल फेरि यहाँबाट पनि हामी माथि लाग्छौँ है। हेर ल तातो पानी है यहाँ चाहिँ। ल यहाँ चाहिँ पिच गरेको छ बाटो त त्यस्तै। हेर मुस्ताङको बाटो। ल गाइज हामी चाहिँ तातो पानीदेखि अगाडि लगाएको है। बाटोको हालत हेर न पुरा चेङ्ग्रा आउँदैछन् तर्सिन्छन् अरे के। एउटा हिँड्यो भने सबै हिँड्छन् अरे नानी हिँड्दैन अरे। हेर न जुत्ता बाटो हेर। सुके बजार भन्ने ठाउँमा रहेछ है हामी चाहिँ सुके बजार। हेर न बाटो। ल हेर चेङ्ग्राहरू कस्ता छन्। हेर हान्छन् कि के हो। ल हेर चेङ्ग्रा। माथि फेरि पहिरो खसिरहेको छ। अझै छन् उता। हेर न हेर हजुर सोर्दैछ जेसिबीले अनि फेरि बल्ल हामी जानुपर्ने कुरो हुन्छ। हेर न लेदो बत्ती आएको छ। ओ माइ गड यतातिर फाल्दियो ल हामीलाई पकाउला फेरि यताको लेदोले। वाउ नाइस। अब निस्किम हामी। अब निस्किम हामी पनि। अब त्यहाँको पनि हामी त्यो ठाउँको पनि कटेर है यहाँ चाहिँ पर्खिन पर्दो रहेछ कि। एउटा चम्क्यो भने सब चम्किँदो रहेछन् है। हेर न क्या बवाल छ है। हेर हेर कस्तो घर छ। रुम से झर्नामा आइसक्यो है। रुम से हो न सायद त्यही होला। हेर न क्या बवाल छ झर्ना। एक फेर एउटा सिनेमेटिक भिडियो गरौँ है। यहाँबाट लाग्यो है। ल हेर न पुल पनि बवाल छ। ल यहाँबाट हामी चाहिँ लागेको अब चाहिँ यो के अरे छाकटाङ भन्ने खोलामा आइयो है। हेर न खोला यो किनार हेर न। यहाँ चाहिँ मैले कपडाहरू सब खोलेको है। कपाल पनि यस्तो भएको छ सब पानीले। यहाँ भेडा बाख्राहरू चल्दैछन्। हेर न माथि यो लेतेदेखि हल्का अगाडि आइसक्यो है। बल्ल मोटो बल्ल गर्दैछु म चाहिँ। बल्ल पानी पनि बिदो भयो। ओ हावा यस्तो लागेको छ नि। अर्घाँचीदेखि हिँडेदेखि है पानी बिदो भएको भन्ने बल्ल यहाँनिर आएपछि हो रियल्ली। आउनु है म गएँ त अफ रोडमा भिडियो बनाउनु नि त। माथि ढुङ्गाहरू खस्छन् के हुन्छ कहिले के हुन्छ है। साङसाङ गाउँ अरे। ओ यस्तो जाडो भएको छ चिसाले हानेर। ज्याकेटहरू ला पनि है। यो त पुरै बाउलोमा त पानीले हानेर भिजेछ। सन्धि खर्कमा छन्जेल अर्घाँचीमा छन्जेल है। आफ्नो सिटीमा छन्जेल चाहिँ 1000को तेल हालेको। अनि फेरि म कहाँ आएपछि भनेपछि बेनीको बजार आएपछि 1300को तेल हालेको है। भनेपछि टोटल 2300को तेल हालेको छु। यहाँ फुल छ है अझै पनि। कति तेल खाँदो रहेछ हेरौँ। अर्घाँची जान्छन् केटाहरूलाई भन्नुपर्ने छ यति यति खर्च हुँदो रहेछ। अनि फेरि जानुपर्छ। ल तिमीहरू जा यति खर्चमा ढुक्क आइन्छ गइन्छ भन्नु पर्यो नि त है। हामी हेर घुम्न आएको हो के
हामीले यहाँ भ्यू हेर्न आएको यहाँ यो 33-34 मा 100-200 पुर्याउन आएको होइन हेर हामीले यहाँ स्पिड दुग्राउने कामै छैन हामी भनेको टक्क हेर्दै 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 जाने थियो यहाँ भनेको हामी घुम्न आएको भिजिट गर्न आएको हामी भनेको हामीले यहाँ बाइक राइडिङ गर्न आएको होइन त्यही भएर म त बिस्तारै हिँड्छु हेर गधा हुन् हेर न 2 3 4 5 6वटा रहेछन् इल्ला एउटा ऊ पनि मालिक पनि चाहिँदो रहेछ हेर न पारी हामी जाने पारीको बाटो हो पारी बस गइरहेको छ चेङ्ग्राहरू हेर न अफ रोडको त कुरै नगर हेर यहाँ मुस्ताङमा त हेर न यत्रो पुलदेखि बस क्रस हुन्छ नि अब यो यहाँ डेभलप भएको भन्ने कि नभएको भन्ने पर्यटकहरू विदेशको त यो बाटोमा आउँछन् हेर तर राम्रो पुलहरू यताउता टक्क रोड लाइटहरू हुन पर्ने क्या है त्यस्तो भयो भने त को आउँथ्यो र है यस्तै बाटो 4-5 दिन लाग्ने 2 किलोमिटर हिँड्न पनि 2 घन्टा लाग्ने बाटो भयो भने बल्ल घुम्न आउँछन् राम्रोमा घुम्न जाँदैनन् यस्तो पनि हो जुन ठाउँमा तपाईहरुले ख्याल गर्नुभएको छ जहाँ मन्दिर छ नि है हाई मेन रोडमै मन्दिर भए पनि सिडीहरू चढेर घुमेर मन्दिर जानुपर्छ किनकि भगवान पुज्नको लागि दुःख गर्नुपर्छ सङ्घर्ष गर्नुपर्छ हिँड्नुपर्छ त्यो भएर डाँडा काँडा माथि मन्दिर हुने कारणै त्यही हो मान्छेले पाप गरे पनि हिँडेर मन्दिरलाई दर्शन गर्न जान्छन् नि त पाप त्यही पहालिन्छ के हिँड्दा दुःख मेहनत यताउता त्यही हो हर कोहीको जहाँको मन्दिरको मेनै रोडमा भए पनि त्यहाँ राउन्डिङ लगाएको सिडीहरूमा पनि सिडीहरू चढेर जानुपर्छ के है हामीले चाहिँ यो ठाउँमा आएर एउटा सिनेमेटिक भिडियो पनि खिच्यो टक्क खाँदैछौँ हामीले नि मजा आयो गाडी यता छ अब हामी 1 घन्टामा मुक्तिनाथ पुग्छौँ है हामी चाहिँ जोमसोमको बजारमा आइयो है उता पारिपट्टि एयरपोर्ट छ अनि यहाँ बाइक रोकेको छौँ अब हामी नास्ता खान्छौँ अनि फेरि मुक्तिनाथ जानुपर्ने कुरो हुन्छ जोमसोमदेखि अगाडि लाएर हल्का मोटो ब्लक गरौँ भनेर है अर्गाँजीबाट जस्तो लगाएको थिएँ त्यस्तै लगाएँ अनि एउटा जुत्ता चेन्ज गरे सक्सहरू लगाएकै छैन यहाँ आएपछि भिजेर पानीले खोलो यिनी यस्तो खोलोबाट पनि बाइक हाल्नु पर्यो कि आज त हामीलाई त कागबेनी अब कागबेनी पुग्नको लागि जम्मा हामीलाई 9 किलोमिटर छ है 2मा 1मा 2मा 1मा हो हिँड्ने त यो सम्ममा पनि 3 भन्दा बन्द हुन्छ हेर पुरै 4मा 5मा त बन्द हुन्छ यो हेर यस्तो पिच छ ओह्रालो छ नि त ओह्रालोमा यस्तो न हेर सम्ममा पनि 2-3 हान्दै हिँड्नु हो लागेको चाहिँ देख्नलाई यस्तो उजाड देखिन्छ न पानी आउँछ न केही है तर पनि हावा यस्तो चिसो हावा लागेको छ नि अब हामी मरुभूमिमा आइयो हेर अब न त हरियाली देख्न पाइन्छ न त केही कति माथि आएको छौँ हामी गाइस उता चाहिँ दोमङथाङ जाने बाटो छ है अनि हामी चाहिँ यता मुक्तिनाथतिर लागियो टक्क देख्न सक्नुहुन्छ यहाँ हिउँहरू देख्नुभएको छ हिउँहरू हो म मोटो ब्लक गर्छु है तलनिरबाट चाहिँ लोमङथाङ जाने बाटो है अनि खै यो यहाँ माथि ढुङ्गा छ नि यो ढुङ्गो चाहिँ यो ढुङ्गो हल्लाएर माथि लाने नि के हुन्छ भन्दै थिएँ खै म पनि उ गरेको यिनी त थाहा छ नि हजुरहरूलाई यस्तो यी टक्क माथि राख्ने यो पनि माथि मुक्तिनाथमा छ है अब झन्डा हेर न फर गरेको छ काँडो रहेछ यार यो त बित्दो रहेछ के हो यस्तो खुकुरी रम होइन यो के काँडो हो यार ल अब यसो मोटो ब्लक गरौँ अनि फेरि जानु पर्ने कुरो हुन्छ ल साथी ओ हेलो साथी तिमी आऊ म गएँ है ल केही भयो अनि मलाई कल गर म लागेको ल आऊ है छिटो
गाडीको चाहिँ पिकअप बहुत लो हुने रहेछ यतातिर त है, किनकि हाई एल्टिट्युडमा छौँ नि त हामी। अक्सिजन पनि त्यस्तो लिउन पाएको हुन्न, हावा पनि। अनि त्यो भएर ओ माई गॉड भ्यू हेर न, लाभवाल छ हेर न। यस्तो पिच छ हाम्रो गाउँठाउँमा भए पर्दा 3 4 अरू कामै हुने थिएन। यहाँ त 2 यो अब 2 र 1 गर्दै हामी 2 गियर र 1 गियर गर्दै हामी मुक्तिनाथ पुग्ने पर्ने कुरा हुन्छ है। अब 2 गियर 1 गियर सेम हो, त्यही हो। त्यो भन्न सकिन्न, जन 3 गियर हाल्नेला त्यही हो। यस्तोमा पनि हेर न, यहाँ हिँडेर जाने ट्रेकिङ गरेर जाने ठाउँ यहाँ हो। सर्टकट बाटो हुन्छ नि त। बाटो फेरि कस्तो यस्तो स्नेक टाइपको छ के, तल माथि, किनकि ठाड्दै त तान्दैन गाडीहरूले, कुनै गाडीले पनि तान्दैनन्। जस्तो सुकी गाडी हजुरहरूले नयाँ गाडी ल्याए पनि नयाँ जस्तो त पुरानो के होस्, तर के हुन्छ भनिसकेपछि के भन्छन् हेर न भ्यू पारी। अहिले चाहिँ 5-6 कति बज्न आँटिसक्यो, 6 बज्न लाग्यो होला सायद, 4-5 कति बज्न लाग्यो। त्यो भएर पनि हल्का अर्कै भएको छ। हेर पानी पनि पर्दैन, भ्यू हेर न, भ्यू राम्रो आएको बेलाखेरि बबाल रनिङ आउने है। बस्दै यस्तो थकिन आउने मलाई। हेर न भ्यू, वाओ नाइस। अहिले त बर्खाको टाइम भएर होला, बर्खा भनेको बर्खै हो है। अनि हल्का हरियाली चाहिँ देखिन पाइँदो रहेछ। पुसमाघतिर आउनुपर्छ, जाडोले पनि सुक्छन् होला के सायद। पुरै आगो बाल्ने पनि लाग्ने जस्तो टाइपको हुन्छ। लाग्न त यता लाग्दैन, आगो भन्ने कुरा लाग्दैन, तर पनि हेर न है। मोटो भडक त म यता यो कहाँदेखि अरे बेनीदेखि यता लागेपछि बल्ल मोटो भडक गरेको छु। उता त गरेन म मोटो भडक, बेनी गाउँसम्म बाग्लुङ गाउँसम्म म मोटो भडक गरेन। पिकअपै लिउन्न कि गाडीले। अब पेट्रोल हाल्नको लागि पनि अब पेट्रोल पम्प छैनन्। त्यहाँनिर तलको मुक्तिनाथ पेट्रोल पम्प थियो, त्यो पेट्रोल पम्पदेखि छुट्यो। अब चाहिँ हामीले पेट्रोल पाउने भनेको बोतलमा मात्रै हो। अनि हजुरहरू आउँदै हुनुहुन्छ अनि बोकेरै आउनुपर्छ भने त हुँदैन, बोतलमा पनि मिल्छ माथि मुक्तिनाथमा। हल्का रेट तल माथि हो नै, अनि तली राखेर घोरेर आउँदा ठिक हुन्छ। फर्किँदा टक्क त्यहाँसम्म पुगेको हुन्छ। नास्ता खाइएको ठाउँ नै, अनि गाडी नन स्टप हिँडेको छ। यो बर्खाको बेला हिलो वाओ नाइस। हेर पारी, एउटा हातमा पन्जा छ, अर्को हातमा छैन, किनकि भिडियो अन अफ गरिरहनु पर्छ। अनि फेरि हातमा पनि भिडियो गर्नुपर्छ समाएर। त्यो भएर है हेर न सेउहरू, तल सेउ होला नै। ओ माई गॉड कति सानो बुटमा फल्या है। सेउ हो त हो, हेर त कस्तो रातै। हेर न सेउ, ल हेर सानो बुटमा हेर कति बवाल रातो है। चोर्नी बानी राम्रो होइन क्यारे है। कहाँ अर्काको ठाउँमा आएर त्यस्तरी हात हालेर खानु भएर, बरु किनेर बरु मागेर खाने। तर यहाँ आउँदै टिप्न सक्यो भने टिप्नुहुन्न। वहाँ रोजको फुलहरूमा रातो फुलेको हुन्छ नि हाम्रो गाउँ घरतिर, यहाँ त्यस्तै सेउहरू के सानो बुटमा पनि कस्तो फलेको सेउ। बुवा यहाँदेखि मुक्तिनाथ जान कति टाइम लाग्छ? हजुर हो। यो के हो नि यो फुलेको? फापर हो र। अनि यहाँको के अर्ग्यानिक के पाउँछ? यहाँको अर्ग्यानिक के पाउँछ? यही सेउ भयो, सेउबारी अनि गहुँ आलु हो, सिमीहरू हुन्छ, अनि च्याङ्रा पाल्ने।
यिनी घन्टीहरू चाहिँ बन्न लगेको बेला हराउँछन् नि त त्यो भएर भेटिन्छन् भनेर घन्टी बज्छ नि त हिँड्दा हल्लिँदा त्यो भएर लगाइदिँदो रहेछन् के म सोधे हो एउटा फेरि बाछो फेरि दुगुरेछ बिचरा हेर त यो सोझो सोझो रहेछ राम्रो सोझो ल गाइजहरू हामी चाहिँ मुक्तिनाथ उता पारी पर्छ है यहाँ चाहिँ म 2-3 वर्ष पहिला आएर बसेको होटेलमा आएर बसेको छु अब चाहिँ हामीले सामान खोल्दैछौँ सामान निकालेर हामी चाहिँ यही होटेलमा बसिन्छ ढक्क भित्र हेरी रुख है बाहिर मात्रै यस्तो देखिन्छ भित्र हेर है भित्र फेरि बवाल हुन्छ के ल हेर तल माथि उता ल अब चाहिँ हामी सामान रुममा लिएर जान्छौँ अनि फेरि आजको लागि भिडियो यहीँसम्मको हुन्छ है भोलि देखाउँछु म मुक्तिनाथ मन्दिरको भिडियो ल गाइज रुममा पनि आइयो है अनि बाइक पनि धोइयो नि धोएर हेर कपडा यिनी भिजेको कपडा सर्लक्कै सुकाएको छ भिजे थियो नि त अब टक्क आजको लागि यति नै भयो भिडियो भोलि अर्को भिडियोमा आएर है मुक्तिनाथको ल बाई बाई